न्युजिल्यान्ड पढ्न जाने स्टुडेन्टका लागि न्युजिल्यान्डको इमिग्रेसनले आजकै मिति अर्थात् अप्रिल 2 2026देखि एफटीएस सम्बन्धी नयाँ अपडेट ल्याएको छ। के हो त यो एफटीएस भनेको? पहिला हजुरले लिभिङ एक्सपेन्सेसको रूपमा चाहे त्यो ब्याङ्क लोन होस् अथवा ब्याङ्क अकाउन्टमा भएको सेभिङबाट होस्, नेपालमै मेरो ब्यालेन्स छ भनेर देखाउनु हुन्थ्यो भने अब भने हजुरले 20,000 न्युजिल्यान्ड डलर बराबरको अमाउन्ट चाहिँ तपाईँले न्युजिल्यान्डकै ब्याङ्क अकाउन्टमा पठाउनु पर्ने हुन्छ। अर्को कुरा, हजुरले पहिला ट्युसन फीहरू मात्रै पठाउनु हुन्थ्यो भने अब चाहिँ ट्युसन फी सँगसँगै तपाईँले लिभिङ एक्सपेन्सेसको रूपमा जो मैले अमाउन्ट भने त्यो अमाउन्ट पनि पठाउनु पर्ने हुन्छ। अब आयो कुरा यो पैसा तपाईँले कता पठाउने र कसलाई पठाउने भन्ने। यो पैसा हजुरले न्युजिल्यान्डको एएनजेड ब्याङ्कमा आफ्नो पर्सनल अकाउन्ट खोलेर चाहिँ पठाउन सक्नुहुन्छ र ब्याङ्क अकाउन्ट खोल्नुको लागि अनलाइन एप्लिकेसन मार्फत तपाईँले एप्लिकेसन सबमिट गरेर चाहिँ ब्याङ्क अकाउन्ट खोल्न सक्नुहुन्छ। अब तपाईँलाई लागिरहेको होला कि त्यो पैसा मैले निकाल्न पाउँछु कि पाउँदैन भनेर। तपाईँले त्यो पैसा निकाल्न पाउनुहुन्न, तर प्रत्येक महिना ब्रेकडाउन गरेर तपाईँले लिभिङ एक्सपेन्सेसको रूपमा चाहिँ त्यो पैसा युज गर्न चाहिँ पाउनुहुन्छ। यो एफटीएस पोलिसीको मेन पर्पस भनेको स्टुडेन्ट जेन्युन छ कि छैन र उसको सोर्स अफ फन्ड जेन्युन छ कि छैन भन्ने कुराको स्योरिटीको लागि हो। यस्तै जानकारीको लागि आमा एजुकेसन कन्सल्टेन्सीलाई फलो गर्न नबिर्सिनु होला। वी आर आमा एजुकेसन, वी गाइड यु लाइक आमा। थ्याङ्क यू।